ब्याङ्कको ब्याज तिरेन दुर्गा प्रसाईले भने सर ब्याङ्कको ब्याजको हिसाब किताब गर्ने हो भने यी सबै ब्याङ्कका ब्याज तिरेका हुन् यी सबै होइन। अब म तपाईँलाई देखाउँछु 2082 6 महिना 21 गते पनि रुपैयाँ 1 करोड बुझाएको छ सर। त्यहाँ 2082 6 महिना 30 गते भनेको हिजो अस्ति होला 1 करोड 48 लाख रुपियाँ बुझाएको छ यी प्रमाणित 82 6 महिना भनेपछि मलाई के भनेर दोष लगाइयो भन्दाखेरि पैसा खानु मलाई खानु चाहिने पैसा। मैले केमा लडाइँ गरेको भन्दाखेरि तपाईँहरू सबैलाई पनि रिलिफ भयो होला। जतिखेर ब्याङ्कको ब्याज हामीलाई 7% भनेर कागज गराउँथ्यो 16% 17% पुर्यायो। हिजो उसले 1 करोड रुपियाँ पैसाको इएमआई तिर्ने भनेर उसले 1 करोड लिएको छ। महिनाको 70,000 रुपियाँ उसको इएमआई पर्छ 30,000 भनौँ न ब्याज भनौँ महिनाको 1 लाख तिर्ने भनेर लिएको हुन्छ। अनि त्यहाँबाट 7% मा उसलाई 3 महिना पछाडि 16% बुझाएपछि उसको 2.5 लाख भयो कि भयो। उसले कहाँबाट इएमआई तिर्छ? एउटा डक्टरले, एउटा पत्रकारले, एउटा व्यवसायी, त्यस पछाडि म त एउटा व्यापारी हुँ। मैले के भने भनेदेखि यो त हुँदैन। त्यस पछाडि मैले आवाज उठाएँ। मैले के भने 6% मा ब्याजमा पैसा दिनुपर्छ भने आज भयो त 6%। त्यो फाइदा कसलाई भयो? मलाई मात्रै भयो? मलाई मात्रै भएन नि, सम्पूर्ण नेपालीलाई भयो।